everyone, welcome back to my YouTube channel. It's me Parmisa from Surkhet अनि उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ हाई गर्नु मम्मी उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ अनि म चाहिँ माइत घरमा छु अनि म चाहिँ सुतेँ थिएँ अनि भर्खरै उठेको अनि मेरो छोरी चाहिँ सुत्दैछ माथि अनि चाहिँ अब साँझको 4 बजिसक्यो अब चाहिँ म चाहिँ खाना पकाउँदैछु अनि चाहिँ हामीले यतिकै बसेर कुखुरा हेर्दैछौँ अनि ऊ यहाँ चाहिँ भाँडा धुँदैछ दुई भाइ यिनीहरू चाहिँ हाम्रो यहाँ कोठामा बस्छ नि त भाँडामा त्यही हो अनि यहाँ चाहिँ कुखुरा हेर्न त बसेको कुखुरा कहाँ गयो अनि अर्को कुरा चाहिँ भोलि चाहिँ मेरो मम्मी माइत जाँदै हुनुहुन्छ उहाँ तपाईँ भोलि कहाँ जाने रे मम्मी भनिदिनु त माइत जाँदै हुनुहुन्छ के गर्न तिनीहरू हाँसिरहेको छ है मम्मीलाई भेट्न अनि उहाँ चाहिँ माइत जाँदै हुनुहुन्छ भोलि मम्मीको माइत चाहिँ माथि दैलेखतिर पर्छ होइन दैलेखभन्दा उतै पर्छ है अनि कति पछि जानु लाग्नु भएको नि त अनि उहाँको मम्मी बिरामी हुनुहुन्छ त्यसैले भेट्न जाँदै हुनुहुन्छ अनि कति दिन बस्नुहुन्छ मम्मी कति दिनमा आउने तपाईँ चाहिँ लाग्छ एक हप्ता मम्मी चाहिँ एक हप्ता बस्नुहुने रे अनि म चाहिँ एक हप्तासम्म यहाँ घर कुर्नु पर्ने रे मैले चाहिँ अनि कुखुरा हेर्नु रे अनि यो चाहिँ हाम्रो गाईको घर हो गाईको गोठो अनि यहाँ चाहिँ एउटा गाई छ त्यो पनि ब्याउने आँटे छ कहिले ब्याउँछ हो आयो बच्चाहरू हेलो ल सबले हेलो भन सबै बच्चाहरू आसन भएर नि त अनि बच्चाहरू यहाँ नमस्ते गर हेलो गर न नमस्ते नमस्ते यहाँ बसेर के हेलो भन हेलो गाइस अनि ऊ चाहिँ मेरो भदैनी हो दाइको छोरी एक मात्र मेरो भदैनी हेर्नु न कस्तो छ एउटा राम्रो छैन है कति नराम्रो हाई रमाइलो हुन्छ जे होस् माइतमा आयो भने टाइम पास गर्नु हुन्छ अनि यहाँ चाहिँ हाम्रो एउटा मिरर छ कि पुरानो अनि मेरो बुवाले पहिल्यै पसल गर्दाखेरिको हो क्या यो चाहिँ ए यस्तो छ आउनु बारीमा जानु पारेछ यो चाहिँ हाम्रो लोकल कुखुराको अन्डा कतिको रहेछ मम्मी कति धेरै पारेको रहेछ नि कति 6वटा ल्याएको थिएँ सानो आऊ त बाटो लिएर आऊ त तरकारी टिप्ने यो चाहिँ मेरो मम्मीको बारी हो चिसो रहेछ त हो नानीको सुरुवात आज शनिबार हामी चाहिँ अब बारीमा जान्छौँ तरकारी टिप्नको लागि देखेछ आफ्नै बारीको तरकारी के गर्दै हो गोटा खेल्नको अनि पहिला म पनि सानो हुँदाखेरि कति धेरै गोटा खेल्थ्यौँ नि 5वटा खेलेको 5वटा खेलेको अनि पहिला मैले पनि कस्तो गोटा खेल्थेँ नि अनि 7वटा अनि त्यस्तो खेल्थ्यौँ कि हामीले चाहिँ कसरी खेल्छ होला है देखाउ त गेम खेल्नको खेलमा आएको रहेछ यिनीहरू मैले चाहिँ यति तरकारी लिएँ अनि हामी चाहिँ यहाँ बोरिङ छ नि त उ त्यहाँनिर बोरिङ खनेको छ अनि बोरिङको पाइप हो यो चाहिँ अनि यसको प्लगहरू त्यहाँ छ बोरिङको पानी खनेको हो अहिले त सजिलो भएको छ पहिला त हामीलाई कति टाढो लिन जानु पर्थ्यो पानी अहिले त बोरिङ घरमै छ सजिलो एकदम सजिलो हुन्छ ल म चाहिँ गएँ है खाना पकाउनलाई मेरो छोरी चाहिँ माथि सुतिरहेको छ कि के गरेको छ थाहै छैन है फेरि हाम्रो सबै राखेको छौँ जेन्सी ग्यास खोल्दै त एकछिन अनि अब चाहिँ मैले के गर्छु फर्स्टमा चाहिँ म मासु काट्नुपर्ने हुन्छ किनभने अहिले मेरो सानो छोरी छ नि त अनि उठ्यो भने त फेरि मलाई केही कामै गर्नु दिँदैन त्यसैले फर्स्टमा चाहिँ म मासु काट्छु अनि त्यसपछि मसलाहरू बनाउँछु सुतिरहेको रहेछ
फ्रिजमा त्यस्तो केही पनि छैन, आजभोलि त वाटर मात्रै हुन्छ। अनि काँक्राहरू छ त्यही हो। अनि यहाँ चाहिँ मासु छ। अनि यो चाहिँ बिहानको अचार हो। अनि एप्पलहरू वाटरमेलन त थियो कि त्यो त हामीले खाइसक्यौँ अघि नै। अब चाहिँ मैले मासु काट्छु। ल म चाहिँ अब मासु काट्छु। अनि साथीहरू मैले चाहिँ भात बसारिसकेँ। अब चाहिँ मैले यो मासु काट्नुपर्ने हुन्छ। अनि एउटा कुरा नि साथीहरू, अनि मेरो घरमा चाहिँ होइन, मेरो यो माइती घरमा चाहिँ अनि मेरो बुवाले चाहिँ मासु खानु हुँदैन। अनि मेरो मम्मीले, दाइले, भाइले चाहिँ खानुहुन्छ। तर यो मासु चाहिँ होइन कहिल्यै काट्नु हुँदैन नि। म जहिले आयो भने म आफैले काट्नुपर्ने हुन्छ। अनि यो त अब पिस गर्नुपर्ने हुन्छ नि त, यस्तो यस्तो। अनि फाइनली मैले चाहिँ मासु काटेर रेडी गरिसकेँ। अनि यो चाहिँ 1 किलो हो साथीहरू। अनि हामीले चाहिँ बिहान खाइसक्यौँ नि त। मेरो भदनले चाहिँ कस्तो खानु मन लाग्छ दिदी पकाउनु भन्यो नि त। अनि एउटा कुरा साथीहरू, अनि उसले चाहिँ मलाई दिदी भन्छ क्या। अनि सानैदेखि दिदी भनेको नि त। अनि फुपू चाहिँ उसले भन्दैन, दिदी नै भन्छ। कति धेरै छ लसुनहरू अनि प्याजहरू पनि कति धेरै छ। धेरै हुन्छ त्यहाँ त केही किन्नु पर्दैन। अनि यहाँ चाहिँ उयो भएको थियो क्या मङ्सुकमेन पनि हाल्नु पर्छ। अनि साथीहरू मैले चाहिँ अनि भिडियो गर्नै भुल्दैछु कि। अनि मासु पकाएको भिडियो चाहिँ गराउँछु भन्ने लागेको थियो। मैले चाहिँ सुकै बिर्सेछु कि, बानी छैन नि त। अनि त्यो पनि केही छैन। मैले चाहिँ कुकरमा सिटी लाउन आएको थियो, किनभने बिहान खाएको थियौँ नि त। बिहान कस्तो राम्रो थियो नि। अनि बच्चाहरू छ नि त खानको लागि, त्यही भएर मैले चाहिँ कुकरमा यसरी भुटेँ। अनि यसमा चाहिँ मैले केही पनि लगाएको छैन, जस्ट अनि प्याज चाहिँ मैले फुराएँ। अनि मासु चाहिँ यसरी गरेको छु। अनि यहाँ चाहिँ अघि सिलौटोमा कुटेको मसला छ। अनि यसलाई चाहिँ यसरी चलाइदिन्छु। अनि पाउनु हुन्छ नि त, बच्चाहरूले मजाले खान्छ, ठुलो जाँदैन नि त, सबै गलेर खान्छ। त्यसरी मैले चाहिँ यस्तो गरेको छु। अनि मेरो नानी चाहिँ यस्तो हो। अनि मेरो नानी चाहिँ उठिसक्यो अघि नै। अनि यता काम गर्दै थियो, उता एक्कासी उठेर धन्न छेउमा आएर बसेको थिएँ। अनि खै मेरो छोरी दिदी निमान्ने समातेर मलाई मसिना आउनेर पसाउँदै दिन नजाने रे। हेलो बेबी, हेलो नाना, नाना। दिदीसँग बच्चा गर्ने। अनि मलाई देख्यो भने फेरि रुन थाल्छ। फेरि नाना, होइन 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 नाना। फेरि अहिले म यहाँ बस्यो भने फेरि रुनु थाल्छ, फेरि मसँगै आउने भन्छ। त्यसरी मेरो यहाँ काम छ नि त किचनमा अझै। अनि भात चाहिँ पाकिसक्यो, तरकारी बनाउँदैछ, अरू सब्जी पनि काट्दैछ। हेर्दै गर्नु होला, स्टे ट्युन्ड गाइस। देखिँदैन के गर्नु साथीहरू, छोरी मान्छे होइन, जहाँ गए पनि भान्सा गर्नै पर्ने। यो कुच्चोले कहिले नछुने। माइत जाऊ दैलो कुच्चो गर्नै पर्यो, घर जाऊ दैलो कुच्चो गर्नै पर्यो। अनि यस्तो चाहिँ साथीहरू, भान्सा गर्नै पर्यो, दैलो कुच्चो पनि गर्नै पर्यो। के गर्नु, गाह्रो छ छोरी मान्छेलाई। जहाँ गए पनि यो कुच्चो लिएर डाडु पर्नुले चाहिँ नछोड्नु भयो है साथीहरू। अनि मेरो मम्मी चाहिँ बारीमै बिजी हुनुहुन्छ नि त। अनि कुखुरा चल्ला गाई पनि छ। अनि उतै बिजी हुनुहुन्छ। अनि त्यही भएर अनि म माइत आयो भने चाहिँ अनि सबै नै मैले नै गर्ने गर्छु। अनि मेरो भाउजू चाहिँ हुनुहुन्छ हुन त। अनि मेरो दाइ भाउजूहरूको सानो आफ्नै बिजनेस छ। उहाँहरू चाहिँ साँझ भन्दा पनि राति 9-10 बजे मात्रमा आइपुग्नुहुन्छ। त्यसैले सबै गर्नुपर्ने हुन्छ। अनि माइत आएको बेलामा यसो मम्मीलाई सघाइदिउँ न त भन्ने लाग्छ नि त। के गर्ने, जिन्दगीमा पैसा कमाएर दिन नसके पनि सानो सानो सहयोग होइन, मिठो मिठो खाना पकाएर चाहिँ दिन सक्छु म अवश्य पनि।
खुसी लाग्छ तर यसरी बिहे भइसकेपछि होइन माइतमा आएर यसरी मम्मी बाबालाई खाना पकाएर खाना दिनु पर्दा राम्रो लाग्छ। अब एकछिनमा रोटी हाल्नु पर्ने हुन्छ, यति सफा गर्नु पऱ्यो अनि रोटी हाल्नु पर्ने हुन्छ। साथीहरू हेर्नु न काली काली, उसको चाहिँ 3टा बच्चा छ नि त, अनि त्यो चाहिँ मेरो बच्चा काली। बिचरा ऊ पनि आमा भनेको छ, गाह्रो छ हो आमा भन्नु पनि। बिचरा बच्चाहरूको लागि कहिले भँगेरा मारेर ल्याउँछ है, कहिले मुसा मारेर ल्याउँछ। आज बिहान मात्र मुसा मारेर ल्याएको क्या, बच्चाहरूले खान त खाँदैन तर पनि बच्चाहरूको लागि भनेर ल्याउँछ कि तिनीहरू त सानै पो छ त, अनि माम त खाँदैन तिनीहरू। त्यही हो, मैले चाहिँ घरबाटले जति सफा गरे पनि बच्चाहरूले फोहोर बनाइ त हाल्छ एकैछिनमा। त्यही पनि साँझ परेपछि चाहिँ घुर कसै गर्नुपर्ने हुन्छ, छोट मान्छेहरूले भन्ने चाहिँ चलन छ नि त। त्यसरी गर्दैछु म चाहिँ। अनि बच्चाहरू चाहिँ कहाँ गयो गयो। उठाउनेछु फेरि। अनि हेर्नु साथीहरू कति धेरै प्याज छ क्या, हाम्रो घर चाहिँ मम्मीहरू कति धेरै खेती गर्नुहुन्छ नि त। अनि यो चाहिँ मसिनो प्याज जति यहाँ राख्नुभएको छ, अनि यहाँ पनि उयो, अनि ऊ त्यो चाहिँ प्याज सबै प्याज हो। अनि ठुल्ठुलो प्याज चाहिँ माथि झुन्डाएर राख्नुभएको छ। लसुन पनि थुप्रो हुन्छ, केही नि किन्नु पर्दैन। साथीहरू मैले चाहिँ 4 बजीदेखि भान्सा गर्न थालेको कि अहिलेसम्म भ्याएको छैन कि। अहिले त हेर्नु 7 बजेर पनि 15 मिनट भइसक्यो हो। अझै रोटी बनाउँदैछु, हेर्नु न मैले बनाएको रोटी अझै छ, हाल्दैछु। अझै 4वटा छ। कतिखेर हो हेर्नु न, भाइले सास भन्न थालिसक्यो। ऊ चाहिँ खेलेको र भर्खर मान्छे आएको छ। उसले चाहिँ भोक लाग्यो भनिरहेको छ कि मम्मी बुवाहरू चाहिँ आउँदै हुनुहुन्छ नि त बारीबाट, त्यही भएर चाहिँ हामी खाना खाएको छैनौँ, अझै रेडी भएको छैन नि त रोटीहरू। अब यति चाहिँ रोटीहरू रेडी हुन्छ, अनि त्यसपछि चाहिँ हामी खानाहरू खान्छौँ। हेर्दै गर्नु होला, स्टे ट्युन गाइस। जेन्सी खाना लगाएको, अब चाहिँ हामी खाना खान लगाएको। सुन्नुहोस् त, खानामा चाहिँ अनि मासुको चाहिँ सुप बनाएको सानो। हाम्रो अवस्था यस्तो छ। बुवाले चाहिँ अहिले खाना खानुहुन्छ, रोटी खानुभएको। यो चाहिँ मेरो भाइ है जेन्सी। म अब चाहिँ खाएँ। हामीले चाहिँ खानासाना खाएर अब चाहिँ सुत्न आँटेको साथीहरू। अनि मेरो छोरी चाहिँ अहिले पढ्दैछिन्, उसको चाहिँ होमवर्क बाँकी थियो नि त, अनि उसले चाहिँ होमवर्क गर्दैछ। तिमी सुत्ने होइन? के लेख्दैछौ छोरी? ओ ल ल, फिनिस गर अनि सुत्ने, अनि अरू होमवर्क चाहिँ भोलि गर्ने छोरी। अनि मेरो पढ्दैन पनि सुतिसकेको छ, अनि कान्छी छोरी पनि सुतिसक्यो हो, त्यस्तो भन्ने होइन। अनि मेरो भिडियो कस्तो लाग्यो यहाँहरूलाई, मन परेमा लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। बाई।